एउटा गीत गाउन आउँछ गाडी घुमेर कभर सर सिन्धुली गाडी घुमेर हेर्दा तलै पो गीत गाउन लाग्थ्यो है गाडी घुमेर हेर्दा भने त खोलै दामी 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 नाइस म्यान नाइस डबल बन्जी जम्प स्विङ वर्ल्डको सेकेन्ड हाइस्ट बन्जी जम्प आई थिङ्क चाइना कि जापानमा छ एउटा फर्स्ट हाइस्ट बन्जी जम्प नाइस म्यान गुड एकछिन चाहिँ चिको भएर माथि हुँदैछ मान्छे त एकछिन त ए देख्छ दामी दामी इन्जोय 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 दामी 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 Sunday coming up 10 meter down. Give some pose. Camera, photo, video. झन् धौलागढी पुग्यो कस्तो भयो त दामी दामी बाबा भिजिटिङ कार्ड लाउनुस् तपाईको साथीलाई के पो सिन्धुली गाडी घुमेर हेर्दा अहिलेको टिकटको त अनि उठाउनु परेन टिकटको टाइम नै भनेर जाने हो क्या दामी तर आफै जम्प चाहिँ हाल्नु पर्ने अब फेरि हाल्नु पर्थ्यो नि त कति तिमीले 4000 बन्जीमा चाहिँ हान्नुपर्ने हो क्या बङ्गमा अनि बन्यो जम्प हानेर फेरि हाल्दाखेरि कति लिन्छ त 4000 अब यसरी बस्नु पाउँदैन अरे क्या यसरी सिधा सिधा ढल्ने अरे क्या जम्प त उफ्रिनु पाउँदैन अरे हान न 4 खेप 3 खेप हान 4 3 7 7 अनि एउटा फ्री अब अलिक अल्गो क्या यो त अब भइसक्यो नि त एक्सपिरियन्स भइसक्यो यो त एक्सपिरियन्स भइसक्यो होइन अब अलिक अल्गो हो क्या अलिक अल्गो हान्नु तपाईँ स्विङ दिदी तपाईँ स्विङ पनि हान्नु क्या आएको बेला 50% अफ हुन्छ हानिदिइहाल्नु 50% त अघि नै होइन अहिले पनि हुन्छ 50% अफ हुन्छ मैले 1400 टु भिडियो सुटिङ गरेर भिडियो फोटो सोटो गरेर दुईटामा 14,400 कस्तो 50% डिस्काउन्ट ल अब हामी माथि हाने जम्प गरेको नि हाने तर त्यति राम्रो आउँदैन उयोबाट राम्रो आउँछ त्यो उयोबाटै गो गो यहाँदेखि चाहिँ डर यता बेस चाहिँ खोइ ल्याएको ए ल दामी आर्मी भन्दै थियो त दाइलाई त नि आर्मी हो क्या भन्दै थियो त यहाँ अहिले आउनेले हामीले फेरि हल्का दिइहालेको नि त अनि त्यो म हानिसकेर त्यो ग्रुप केटा दाइहरू आएको थियो कि बा खतरा हाने तिमीले त भनेर क्या त्यो स्विङ पनि छ भने त्यो केटाहरूले स्विङ पनि छ अरे तिम्रो भन्दै क्या डराएर केटीहरूको छेउमा त यसरी अरे त्यो पछाडि आफ्टर बन्जी र स्विङ हानिसकेर यहाँ हामी माथि आएको छौँ यहाँ चाहिँ यहाँ पनि रहेछ के गर्ने एक्टिभिटिजहरू साइक्लिङहरू पिङहरू छ यहाँनिर होइन अनि आज यहाँनिर अब हल्का खाजा खान आएको छ यहाँनिर अघि
केटाले भएछ त मजा आउँदो रहेछ इट्स गुड really good experience. Chill.